को खजुरामा लागु औषध विरुद्ध घर घर अभियान सुरु, प्रयोगकर्ता र विक्रेतामाथि कडा निगरानी। बाँकेको खजुरा गाउँपालिकाले लागु औषधको बढ्दो दुरुपयोग र अवैध कारोबार नियन्त्रण गर्ने उद्देश्यले घर घर पुगेर जनचेतना फैलाउने विशेष अभियान सुरु गरेको छ। अभियान अन्तर्गत स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय, स्वास्थ्यकर्मी तथा सरोकारवाला संस्थाहरूको समन्वयमा समुदाय स्तरमा लागु औषधको जोखिमबारे जानकारी दिने, युवालाई सचेत बनाउने र शङ्कास्पद गतिविधिमाथि निगरानी बढाउने कार्य भइरहेको छ। गाउँपालिकाले लागु औषध प्रयोगकर्ता तथा अवैध कारोबारमा संलग्न व्यक्तिमाथि कडा निगरानी राखिने जनाएको छ। साथै लागु औषध मुक्त समाज निर्माणका लागि स्थानीय बासिन्दालाई सूचना उपलब्ध गराई सहयोग गर्न आग्रह गरिएको छ। खजुरा गाउँपालिकाले सबै नागरिकलाई लागु औषध विरुद्धको अभियानमा सक्रिय सहभागिता जनाउन र शङ्कास्पद गतिविधिको जानकारी सम्बन्धित निकायलाई उपलब्ध गराउन अपिल गरेको छ। खजुरा गाउँपालिका र सुरक्षा निकायको यस कदमलाई तपाईँ के भन्नुहुन्छ? आफ्नो विचार अवश्य लेख्नुहोला। यस्तै सत्य तथ्य अपडेटहरू हेर्न बाँके बर्दिया अपडेटलाई फलो गर्नुहोला।